Welcome to my channel. Please hit the like button and don't forget to subscribe my channel. Hello guys, hello अझै गुड मर्निङ छ हैन हाम्रो पहिला छ हैन गाइस म जाँदैछु कुकुरहरु खानको लागि आउँदैछन् पानीले गर्दाखेरि यस्तो गाह्रो भइराछ ड्युटी जाने टाइम हो हैन गाइस मेकिङ भिडियो गोइङ इन द ओक भिडियोज ल गाइस है म जान्छु अब पानीमा भिज्दै जाने है त हैन होला के हो कुकुरहरु आउँदैछन् गाइस पानी पानी गाइस फेरि पानी पर्यो गाइस ड्युटी जाने बेलामा हैन फेरि पानी पर्यो गाइस ड्युटी जाने बेलामा हैन म त यो टाउकामा टक्कै हेलमेट राख्छु ल गाइस अब यात्रा हुन्छ ड्युटीको हैन अनि बाटोमा टक्क देखिन्छ म चाहिँ क्याप्चर गरेर आउँछु अनि फेरि हाल्ने छु है त गाइस लु ड्युटी टाइम गाइस जानु पर्यो हैन यस्तै छ मजदुरी छ गाइस बाध्यता छ मजदुरी छ गाइस बाध्यता छ जानु पर्यो है त गाइस मोहल्ला खेलखेलमा आफ्नो काम गर खुलुखुलु लु गाइस यस्तै छ हैन पानी परिरहेछ गाइस ल गाइस पानी परिरहेछ हेर्नुहुन्छ हैन बादल खेतमा के सलाम समयलाई पहिलो गाइस पानीले पुरै भरि बाटो छेकेको छ हैन हिँड्न पनि गाह्रो छ गाइस ल गाइस हेर्नु त म त यो बाइक साइकलमा छु हैन गाइस अनि पुरा यो के भन्छ टक्क बाटोमा यता चालिपट्टि कम रहेछ पानी लुगा यो चोकमा आइयो हैन यो चोकसम्म चाहिँ ठिकै रहेछ गाइस देखाएर यहाँ कुकुरहरु आएका रहेछन् पानी पनि यता पनि पुरा तार परेर आएको रहेछ सायद ढिला भइसक्यो होला कोही टाइम कति भयो ओहो टाइम लगभग सायद म पुग्छु होला हैन हेलो ल गाइस टक्क अब मेन रोडमा निस्किन लागिसकेको गाइस हैन यो फुलहरु चाहिँ दामी भाँचिएको रहेछ ठ्याक्क सुट गर्न पाएन ठिकै छ अब म यहाँबाट चाहिँ लेफ्ट हान्नुपर्छ हैन आयो हेलो अनि चाहिँ चिनेको दाइ हुन् हैन गाइस अब यहाँबाट टक्क लेफ्ट जानुपर्छ ए सरी आई मिन राइट ल गाइस म फाइनल्ली पर्स हानिसकेको छु हैन अनि त्यस पछाडि यसो के कस्तो देखिन्छ तपाईहरुलाई त यहाँ देख्दै गइहाल्छ सिसन्सको हाइवे रोड चाहिँ यही हो हैन खासै त्यस्तो दामी चाहिँ छैन तर चाहिँ अब हिँड्ने लाइकको भनौँ न त्यस्तै हो गाइस पानी परिरहेछ हैन
हेर्नु फेरि खसे खसे गर्छ कि गाइस र घरि छैन होइन अनि पछि हामी आउँदैछौँ जुन बेस स्थान जाँदैछौँ गाडी आउँदैछ हिँड्छन् गाइस होइन अनि गाडी चाहिँ दामी रहेछ कि गाइस यस्तै छ गाइस दोकानवालाहरू पनि छन् अब यस्तै छ माछा मार्ने ठाउँ पनि हो होइन अहिले पनि यहाँ माछा मार्थ्यौँ कहिलेकाहीँ अझै पनि सटरडेको नाइटमा अफर 10 PM रातको 10 बजे पछाडि यहाँ चाहिँ ड्युटी सकेर आएर माछा मार्छ तर यहाँ चाहिँ यस्तो कुरा भइरहेको छ होइन समुद्रको बिचमा पनि गएर पानी गइरहेको छ फोहोर पानी गाडीहरू पनि टक्क सर्न देख्न सक्नुहुनेछ गाई त्यस्तै छ होइन मान्छेबाट पानी त्यहाँ पनि यो बिचमा चाहिँ घटिरहेको अवस्था छ होइन सर पानी त पुरा रोडै मलाई घटिरहेको यस्तै हो गाइस ड्युटी जानुपर्छ होइन तर पानी ठुलो परिरहेको बिहान पनि अहिले फेरि बिच चाहिँ पुरा घटिरहेको छ क्या अब अलमोस्ट म आइपुग्न लागेको छु धेरै टाइम लाग्दैन होइन गाइस गाडीहरू साइडतिर आएको छन् होइन यही बेलामा जाउँ साइकलले पनि फेरि पानी हान्छ कि पछाडिबाट आयो गाह्रो छ होइन म फाइनली बेसी स्थान आइपुगेको गाइस ओ दाजु कता छौ ठिकै छ दाजु ड्युटी हिँडेको गाइस यहाँनिर छु गाइस फाइनली म चाहिँ आइपुगेको जुन हाम्रो चाहिँ जुन यो अफसाइडबाट चाहिँ हुने रहेछ फाइनली म चाहिँ यहाँबाट फेरि राइड घुम्नुपर्ने हुन्छ गाइस होइन मान्छेहरू तल तल हेरिरहेको छन् गाइस किनकि म चाहिँ आफ्नै पारामा छु होइन यस्तै छ गाइस ल गाइस फाइनली म टर्निङमा आइसकेको गाइस जाऊ 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 गो रोक है ल गाइस फाइनली म आइसकेको पसलमा के छ छैन भन्नु किन होला एघार मिनट गइसकेको छैन फाइनली म ओक्दै आइसकेको